मान्छे कहिलेदेखि होइन घोप्टे परेको छ, फोन खेलेको छ, फोनको यसो मान्छे आएछ यसो चिया पानी सोध्नु के गर्छन्। म त जान्छु अब अहिलेसम्म केही खाउँ पनि भन्दैनन्। दिदी अघि एकखेप चिया दिइहालेँ, अब दिउँसो माछा के पकाउनु होइन, भरे बेलुका खाना पकाउँछु, मिठो मिठो मासु भात पकाउँछु, खाएर टन्न खाएर जानु नि अनि। तँलाई म मासु चाहिँ कसरी खान्छ? मैले मासु छोडेको कहिलेदेखि? म मासु खानु त परेको कान्छे, म मासुको लटपट भएको पनि खाँदिनँ हो। अनि मासु चाहिँ कहिले छोडेको? अनि एक हप्ता जति मैले मासु छोडेको। गर्नु त तेरो किन ल उहाँ दाँतमा मासुका चोक्टा झुन्डिराखेका, छोड्दै खाँदै छोड्दै खाँदै गर्ने मान्छे ढड्डी पार्छन् बेसी भन्थे हो रहेछ। यहीँ ढड्डी होइन कि म मासु त परेको कान्छे, प्याज लसुन चलाएको पनि म खाँदिनँ है। म यो घरमा आउँदा चाहिँ मासुको लटपट प्याज लसुन छ भने चाहिँ म चाहिँ भात खान्न है। मैले सिधै भनिदिएको छु। यो नमचिने पिङको 100 झड्का भन्थे हो रहेछ। छोड्न पाइयो नि त, छोड्न पाइयो तर ढड्डी पार्न पाइएन। कसरी ढड्डी पारेको? हुँदाखेरि म अर्कै थोक पकाएर दिन्छु कि, तर प्याज लसुन मलाई खान मनपर्छ, पकाउँछु।